थरथर गरेर शरीर काँपिरहेको छ। उठेर हिँड्न सक्ने क्षमता छैन। हाम्रो सानिध्यतामा सुदामाजी आइरहनु भएको छ। सबैले आफ्ना आफ्ना ठाउँमा बसेर सुदामाको दर्शन गर्नुहुनेछ। कोही पनि नउठ्नु होला। यहाँहरू समक्ष मैले अनुरोध गरेँ, अगाडि हेर्नुहोस् सुदामा कसरी आउँदै हुनुहुन्छ। सुदामाजी थरथर काप्दै काप्दै आउनुहुन्छ। काखीमा कलिकाको पुको चेपेको छ, हातमा लट्ठी छ अनि अर्को हातमा कमण्डलु छ। शरीर काँपिरहेको छ। अलिकति हिँड्नुहुन्छ। अलिकति हिँड्दा सुदामाको शरीर गलियो। एउटा वृक्षको फेदीमा त्यहीँ बस्नुभयो। खुइया गर्नुहुन्छ कसरी पुग्ने होला नि। त्यति लामो बाटो द्वारिकासम्म पुग्नका निमित्त मसँग बल छैन, के गर्ने होला नि भनेर सोध्न लाग्नुभयो। त्यही निदाउनुहुन्छ। बस्दै केही ठाउँमा वृक्षकै फेदमा निदाउनुहुन्छ सुदामा। फेरि उठ्नुहुन्छ। मैले त लामो यात्रा गर्नु छ, द्वारिकासम्म पुग्नु छ। हिँड्दै हिँड्दै आउँदा अत्यन्त धेरै कठिन भयो, अत्यन्त गाह्रो भयो। सुदामाजी भगवानको पुकारा गर्दै हुनुहुन्छ। आऊ कन्हैया, आऊ मुरारी, तिम्रो द्वारमा आए सुदामा भिखारी भन्दै सुदामाजी अगाडि बढिरहनु भएको छ। भक्तवत्सल भगवानको सुदामाजी बिस्तारै बिस्तारै आउँदै हुनुहुन्छ। अनेक प्रकारका व्यक्तिहरूको साथमा। कयौँ प्रकारका व्यक्तिहरू अत्यन्त हँसिला छन्, रसिला छन्, तागतिला छन्। तर आफ्नो अवस्था यस्तो प्रकारको छ। सुदामा अत्यन्त दुःखी भएर बाल्यकालका कुराहरूलाई स्मरण गर्दै गर्दै उनी भगवान श्रीकृष्णको मनभरि स्मरण गरेर, कतै मेरो कृष्ण, मैले बोलाएको कृष्ण यही मेरै सानिध्यतामा पो आएको छ कि भनेर यताउता हेर्दै हेर्दै अनि बस्दै फेरि उठ्दै अनि फेरि थकाइ पार्दै सुदामा अगाडि बढिरहनु भएको छ। घट घर को जा
के कुरामा दोषी भए के भुल्भो मुरारी के कुरामा दोषी भए के भुल्भो मुरारी तिम्रो सामु आएमा सुदामा भिखारी तिम्रो सामु आएमा सुदामा भिखारी आऊ कन्हैया आए मुरारी आऊ कन्हैया आऊ मुरारी तिम्रो सामु आएमा सुदामा भिखारी तिम्रो सामु आएमा सुदामा भिखारी सुदामाजी बिस्तारै हिँड्दै हिँड्दै द्वारिकाको गेटमा आइपुग्नु भयो। यसो हेर्नुहुन्छ यताउति धेरै विशाल जनसहभागिता छ, धेरैजना व्यक्तिहरू छन्, अत्यन्त दिव्य सहर छ, सबै सुकिला मुकिला छन्। त्यो द्वारिका भनेको कहाँ होला अनि द्वारिकाधीश कहाँ बस्छन् होला, मेरो मित्र कृष्ण कहाँ होला, यही बुझ्नु पर्यो भनेर यहाँका नर नारीहरूलाई सोध्दछन् द्वारिका कहाँ हो, द्वारिका श्रीकृष्ण कहाँ बस्दछन् भनेर सोधेको धेरैजना व्यक्तिहरूले द्वारिका थाहा नै छैन भनेर उत्तर दिन्छन्। सुदामा फेरि कुरकुरामा हात लगाएर बस्छन्। अझै मैले कति हिँड्दा अनि द्वारिका पुग्न सकेला नि प्रभु, लौ न प्रभु आउनुहोस् न, आएर मेरो दुःख निवारण गरिदिनुहोस् भनेर दिव्य वन्दना गरिरहेका छन्। काल्याकालको सम्झनाको भेट गर्न आउँदैछु काल्याकालको सम्झनाको भेट गर्न आउँदैछु धेरै दुःख भोगे मैले सहारामा मात्दैछु धेरै दुःख भोगे मैले सहारामा मात्दैछु दर्शनको आशा राख्दै धिराबो मुरारी दर्शनको आशा राख्दै धिराबो मुरारी तिम्रो सामु आएमा सुदामा भिखारी तिम्रो सामु आएमा सुदामा भिखारी आऊ कन्हैया आऊ मुरारी आऊ कन्हैया आऊ मुरारी तिम्रो सामु आएमा सुदामा भिखारी तिम्रो सामु आएमा सुदामा भिखारी तिम्रो सामु आएमा सुदामा भिखारी कृष्ण कन्हैया लालको। सुदामाजी काखीमा कलिका चेपेर हातमा कमण्डलु लिएर भगवान कृष्णको साथमा भेट गर्ने महान उद्देश्य लिएर अगाडि बढ्दै बढ्दै आज जब द्वारिकाको सान्निध्यतामा आउनुभयो, आएर कसैलाई सोध्नुभयो, सुदामाजी सोध्दै हुनुहुन्छ द्वारिका भनेको कहाँ हो भनेर। यहाँका व्यक्तिले बताइदिए द्वारिका त यही हो। ए म त्यही द्वारिकामा हिँडेको, अनि यहाँको राजा कहाँ हुनुहुन्छ कृष्ण भनेको। यहाँका व्यक्ति बताइरहेका छन् द्वारिकामा कोही पनि राजा रहँदैन, द्वारिकामा त द्वारिकाधीश रहनुहुन्छ। अनि हजुरहरूको द्वारिकाधीशको नाम के हो भनेको सुदामाले, द्वारिकाधीशको नाम श्री कृष्ण हो। ए म त्यही कृष्ण भएका ठाउँमा हिँडेको, ती मेरा मित्र हुन्, कहाँ बस्छन् ती कृष्ण, ऊ यो गेटभित्र बस्छन् भनेर जब त्यहाँका व्यक्तिहरूले गेट देखाइदिए, सुदामाजी आउनुभयो, गेटको सान्निध्यतामा आइपुग्नुहुन्छ। अनि द्वारमा रहेका द्वारपालेहरूको वास्तै नगरिकन सुदामाजी भित्र प्रवेश गर्न खोज्नुहुन्छ। द्वारपालेहरूले रोकिदिए। अरे सुदामाजी द्वारपालेहरूसँग बताउँदै हुनुहुन्छ, हे द्वारपालेहरू हो, मलाई भित्र जान दिनुहोस्, म श्री कृष्णको दर्शन गर्न चाहन्छु, एकचोटि मलाई जान दिनुहोस् न। कृष्ण मेरो बाल्यकालको मित्र हो, हात जोड्छन्, बिन्ती गर्छन्,
तर द्वारपालले घचेडी दिन्छन्, पर लडाइदिन्छन्। सुदामाजी बर्ल्याङ्ग लड्दछन्। जब सुदामाजी लड्छन् अनि आफ्नो भाग्यलाई दोष दिइरहेका छन्, ओहो मैले अझै कति दुःख पाउनु पर्ने हो, मेरो कृष्ण यहाँबाट भित्र छ अनि म आज उसको अत्यन्त मिल्ने मित्र द्वार बाहिर आएको छु, तर यी द्वारपालेहरूले मलाई जान दिइरहेका छैनन्। फेरि बिस्तारै बिस्तारै उठ्दछन् सुदामा, थर थर काँप्दै काँप्दै उठ्दछन् अनि बताइरहेका छन्, हे द्वारपाले हो, बरु तिमीहरूले जे भन्छौ म त्यही मान्नेछु, तर कमसेकम एकपल्ट मलाई भित्र जान देऊ, कृष्णलाई भेट्नलाई देऊ, कृष्ण मेरो साथी हो, एकचोटि म दर्शन गर्न चाहन्छु। द्वारपालले बताउन लागे, हो यो द्वारमा यस्ता भिखारीहरू कति आउँछन्, कोही कृष्णको साथी हो भन्दै आउँछन्, कोही कृष्णको आफन्त हो भन्दै आउँछन्, कोही कृष्णसँग अनेक प्रकारका सम्बन्ध जोड्दै आउँछन्। त्यस कारणले गर्दा आज फेरि तिमीहरूको भिखारी म कृष्णको मित्र हुँ भन्दै आएका छौ, के चाहिन्छ बताऊ, बरु के को आवश्यकता छ, हामी तिमीलाई त्यो दिनेछौँ, तर यहाँबाट भित्र जान पाउँदैनौ। सुदामाले बारम्बार हात जोडेर बिन्ती गर्नुहुन्छ, त्यसो नभन्नुहोस्, मलाई भित्र जान दिनुहोस्। यदि भित्र जान नै दिन सक्नुहुन्न भने कमसेकम भित्र गएर तपाईँको मित्र आएको छ यो सन्देश त सुनाइदिनुहोस्। जब सुदामाले यहाँका द्वारपालेलाई कृष्णलाई सन्देश सुनाइदिनका निमित्त बारम्बार आग्रह गरिरहे, गिडगिडाइरहे, त्यसै अवस्थामा एउटा द्वारपाले कुद्दै कुद्दै भगवान श्रीकृष्ण भएका ठाउँमा आएर बताउन लागि कृष्ण रुक्मिणी बसिरहनु भएको छ। कृष्णलाई बताउन लागि, प्रभु बाहिर द्वारमा एउटा अत्यन्त हिल्लाग्दो व्यक्ति आएको छ, थर थर काँपिरहेको छ, अत्यन्त वृद्ध शरीर छ अनि धेरै दिनदेखि खान नपाए जस्तो अवस्था छ, आएर हजुरको मित्र हुँ, भेट गर्न चाहन्छु भन्दैछ। द्वारपालले बताए, भगवानले सोध्नुभयो तिनले आफ्नो नाम के बताए? द्वारपालले बताए आफ्नो नाम सुदामा हो, बाल्यकालमा सँगै पढेको भन्दैछन्। जब द्वारपालले सुदामाको नाम बताए, भगवान श्रीकृष्ण सुदामाको नाम सुन्ने बित्तिकै आफ्ना चरण पादुकाहरू पनि नलगाइकन खाली पाउ कुद्दै 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 सुदामा भएका ठाउँमा गएर कमाल गर्नुहुन्छ, अरे मित्र कृष्ण यलालको बालमुकुन्द भगवानको जय। अरे मित्र, कति लामो समयको अन्तरालपछि आज तिमी मेरो सानिध्यतामा आएका छौ। आजसम्म कहाँ थियौ मित्र, आऊ भित्र आऊ। सुदामालाई आज भगवान श्रीकृष्णले भित्र लिएर आउनुभयो, एउटा उच्च आसनमा सिंहासनमा विराजमान गराउनु भयो। सुदामाजीलाई परब्रह्म परमात्मा भगवान श्रीकृष्ण उच्च आसनमा राखेर आज सुदामाको सेवा गर्नका निमित्त अगाडि बढिरहनु भएको छ। बालमुकुन्द भगवानको सुदामाजीलाई आसन ग्रहण गराउनुहुन्छ। भगवान श्रीकृष्ण सुदामाको चरणमा बस्नुहुन्छ अनि सुदामाको पाउ प्रक्षालन गर्नका निमित्त देवी रुक्मिणीलाई आवाज लगाउँदै हुनुहुन्छ, हे रुक्मिणी, आज हाम्रो घरमा अत्यन्त दिव्य पुरुषको आगमन भएको छ, मेरो बाल्यकालको मित्रको आगमन भएको छ, उहाँको चरण प्रक्षालन गर्नु छ, जल लिएर आऊ। भगवान कृष्णले बोलाउनु भयो। भगवती रुक्मिणीले आज सुवर्णमय कलशमा जल लिएर जानुभयो। आज ब्राह्मण बालक आफ्नो मित्र सुदामाको कृष्ण रुक्मिणी भएर चरण प्रक्षालन गर्नुहुन्छ। जब चरण प्रक्षालन गर्न लाग्नुहुन्छ, सुदामाका पाउभरि पैताला भरि काँडा बिजेका छन्, फुका उठेका छन्। भगवान कृष्णलाई सुदामाको यो अवस्था देखेर अत्यन्त दया पलायो, काँडा टिपेर निकालिदिनु भयो अनि आफ्ना अश्रुधाराद्वारा सुदामाको चरण प्रक्षालन गर्नुभयो। तत्पश्चात दिव्य नवीन वस्त्रहरू धारण गराइदिनु भयो। सुदामाको यी वस्त्रहरूलाई हेर्दा अत्यन्त गरिबीले युक्त भएको जस्तो छ। सुदामालाई दिव्य वस्त्रहरू लगाइदिनु भयो अनि बताइरहनु भएको छ, मित्र, आज धेरै लामो समयको अन्तरालमा तिम्रो र मेरो भेट भएको छ। अब तिमीले मसँग भेट नगरेको धेरै समय भयो, टाढा बाटोबाट आएका छौ, स्नानादि कर्म गरेर भोजन गर्नु पर्दछ भनेर भोजनका निमित्त आग्रह गर्नुहुन्छ। परब्रह्म परमात्मा भगवान श्रीकृष्णले सुदामाजीलाई आज भोजन टक्राइरहनु भएको छ। सुदामाजी जब स्नानादि कर्म गरिसक्नुहुन्छ, सुदामाजीलाई
परब्रह्म परमात्मा भगवान श्री कृष्णले आज आफ्नै हातद्वारा भोजन खुवाइरहनु भएको छ। सुदामाजी जब भोजन ग्रहण गर्नुहुन्छ यस अवस्थामा भक्तवत्सल भगवानको आफ्ना घरमा रहेका साना साना बालकहरूलाई सम्झिँदै हुनुहुन्छ। ती बालकहरू घरमा रहँदा आमा भोक लाग्यो केही खानेकुरा दिनुहोस् न भनेर रोइरहेको त्यो स्मरण गर्नुहुन्छ। अनि भगवानले 56 भोगका पदार्थहरूलाई खुवाउनका निमित्त दिएका कुराहरू हातमा ग्रास लिनुहुन्छ अनि त्यही आफ्ना बालकहरूलाई सम्झिँदा सम्झिँदै हातमा रहेको घाँस त्यही थालीमा झर्दछ। भगवान श्रीकृष्ण सुदामालाई बताउँदै हुनुहुन्छ, सुदामा किन भोजन मिठो छैन, खाँदैनौ त? सुदामा झसङ्ग झस्किन्छन्, होइन मिठै छ कृष्ण, अत्यन्त मिठो छ, म यो भोजनलाई ग्रहण गरिहाल्छु। सुदामाजी भोजन ग्रहण गर्नुहुन्छ। भोजन ग्रहण गरिसके पश्चात जब भोजनको थाली भगवती रुक्मिणीले त्यहाँबाट हटाउनु भयो, यस अवस्थामा भगवान कृष्णले आज आफ्ना पत्नीहरूका साथमा परिचय गराउँदै हुनुहुन्छ। सुदामा हेर, यिनी मेरी ज्येष्ठ पत्नी हुन्, इनको नाम रुक्मिणी हो। सुदामा आफ्ना वरद हस्तहरू उठाएर सौभाग्यवती भव भनेर आशीर्वाद दिँदै हुनुहुन्छ। अर्की पत्नी लाइनमा लागेका छन्, आज अर्की आउँदछिन्, जाम्बवती नमन गर्दछिन्, उनीलाई पनि सौभाग्यवती भव भनेर आशीर्वाद दिन्छन्। सुदामा यसो गर्दै गर्दै अन्य जति पनि पत्नीहरू छन् सबैलाई आशीर्वाद दिँदैछन्। अगाडि हेर्दछन्, हेर्दा लामो लाइन छ अनि कृष्णलाई सोध्दैछन्, सुदामा यिनीहरू को हुन् भनेको? कृष्ण बताउँदैछन्, यी सबै मेरा पत्नीहरू हुन्। होइन, कति बिहे गरेको छौ सुदामा? सुदामाले सोध्दछन्, अरे कृष्ण कति विवाह गर्यौ? कृष्ण बताउँदैछन्, धेरै छैनन् सुदामा, जम्मा 16,108 मात्र हो। राम राम राम, यति सबैलाई आशीर्वाद दिँदा त म यत्तिकै थकित हुने भएँ, मलाई निन्द्रा लाग्न थालिसक्यो, त्यसैले सबैलाई एकमुष्ट आशीर्वाद दिँदैछु भनेर सौभाग्यवत्यः भवन्तु आशीर्वाद प्रदान गर्नुहुन्छ। तत्पश्चात भगवान कृष्ण गुरुकुलमा रहँदाका कुराहरू आज वार्तालाप गर्नुहुन्छ, स्मरण गर्नुहुन्छ। थाहा छ मित्र, हामी गुरुकुलमा रहँदा एक दिन जङ्गल गएका थियौँ। जङ्गल जाँदा पानी परेको थियो, खोलो नाली बढेको थियो, बाढी आएको थियो अनि हामीलाई अत्यन्त धेरै दुःख परेको थियो, धेरै भोक लागेको थियो। अनि भोलिपल्ट हामीले गुरुआमाले दिएका चना पनि कहाँ हराए होइन सुदामा? भगवान कृष्ण फेरि सम्झाउनुहुन्छ। सुदामाले आफूलाई ढाँट्न सकेनन्, किनकि त्यो चना आफैले खाएका थिए। अनि सुदामा के भन्ने के नभन्ने, भइगयो बताउँदैछन्, भइगयो छोडिदेऊ यी कुरा, गुरुकुलका कुरा छोड्यौँ, तिमीले त धेरै विवाह गरेका छौ अनि मेरो बारेमा सोध्दैनौ? कृष्ण सोध्दै हुनुहुन्छ। अनि सुदामा तिमीले चाहिँ बिहे गर्यौ कि गरेनौ भनेको? सुदामा बताउँदैछन्, विवाह गरे। अनि के हो तिमीरी भाउजूको नाम? कृष्ण सोध्दै हुनुहुन्छ। सुदामा बताउँदछन्, मेरी पत्नीको नाम सुशीला हो। ओहो, कति राम्रो नाम रहेछ, नामै त्यति सुन्दर सुशीला, जसको राम्रोशील स्वभाव छ त्यसलाई सुशीला भनिन्छ। त्यस कारणले गर्दा ती मेरी भाउजू सुशीलाले मेरा निमित्त केही न केही कोसेली त पठाइदिएको हुनुपर्दछ। खोइ त मलाई कोसेली दिँदैनौ त भनेको सुदामा बताइरहेका छन्। यसो सम्झिन्छन् भगवान कृष्णको यति दिव्य महल, यति सुन्दर भवन, अनि यति सुन्दर भवनमा आफूले भोजन गरेको 56 भोगका पदार्थलाई सम्झिन्छन्। यति मिठो पदार्थ भोजन गरेँ मैले अहिले। अनि आफूले चाहिँ घरबाट कृष्णका निमित्त चिउराका कनिकाका पनि टुप्पो लिएर आएको छ भुसैसँगका। कसरी देखाउने कृष्णलाई? लाज भयो सुदामालाई। अनि बताइरहेका छन्, हेर न कृष्ण, आउने बेलामा चाँडो चाँडो गरेर आएँ, बाटामा केही भेटे भने लिएर आउँला भन्ने सोचेर आएको थिएँ, तर कति चाँडो आइपुगेछु, काहीँ पसल पनि भेटिनँ, म त रित्तै हात आयो। सुदामाले फेरि पनि ढाँटे। भगवान श्रीकृष्णले जति नै प्रयास गर्नुभयो सुदामाले कोसेली दिएनन्। नदिसके पश्चात साँझको समय भयो। साँझको समयमा भगवान कृष्णले आफ्ना पत्नीहरूका साथमा आफू स्वयं लागेर सुदामालाई आफ्नो पूजा कोठामा लिएर जानुभयो। पूजा अर्चनाहरू सम्पन्न भए तत्पश्चात कृष्ण, सुदामा अनि कृष्णका सम्पूर्ण पत्नीहरू सबै मिलेर पूजाको अन्तिममा जय जयकारको उद्घोष गर्न लागे। कृष्ण कन्हैया लालको। सबैले जय जयकारको उद्घोष गरेर जब अन्तिममा जय जय श्री राधे भनेर हात उठाए,
सुदामाले चाहिँ हात कुक्रुक्क पारिरहेका छन्, किनभने दुवै हात उठायो, काखी मुनि पोको छ कनिकाको, त्यो झर्छ, कृष्णले देख्छन् भनेर यसो गरेर काखी चेपेर जय जय श्री राधे गर्दैछ। भगवान बताउँदै हुनुहुन्छ, सुदामा तिम्रो गरिबी गएन, जसले भगवानको नामको जय जयकार गर्दा हातलाई माथि नउठाइ गर्दछ त्यसले जीवनभरि गरेका पापहरू काखी मुनि रहन्छन्। त्यस कारणले गर्दा तिम्रो पाप जस्ताको त्यस्तै रह्यो। भगवानको नाममा हात उठाउँदा त दुवै हातलाई माथि उठाएर जय जयकार गर्नु पर्दछ, अनि आनन्द आउँदछ, पाप विनाश हुन्छ, दरिद्रता जान्छ, विद्या प्राप्त हुन्छ। जब भगवानले बताउनु भयो, आज जय जयकारको धेरै बेर समय उद्घोष भयो, अन्तिममा फेरि पनि जय जय श्री राधेको उद्घोष हुन लाग्यो। जय जय श्री राधे। जब सुदामाले आफ्ना दुवै हातलाई माथि उठाए, सुदामाको काखीबाट कनिकाको पोको तल झर्यो। भगवान श्री कृष्णले तुरुन्त कनिकाको पोको तान्न लाग्नु भयो। सुदामा खोज्न लाग्दैछन्, तर कृष्णले दिनु भएन। हत्तपत्त कृष्णले सुदामाले ल्याएको कनिकाको पोकालाई खोल्नुहुन्छ अत्यन्त खुसी हुँदै, अनि त्यो पोको खोलेर त्यो कनिकाको पोकोबाट त्यो थैली खोलेर त्यो थैलीबाट कनिकालाई निकालेर एक गाँस खान लाग्नुहुन्छ, एक थाको मार्नुहुन्छ। अत्यन्त मिठो मानेर एक गाँस खानुहुन्छ कृष्ण, अनि अत्यन्त आनन्दले युक्त हुनुहुन्छ। फेरि दोस्रो गाँस पनि खानुहुन्छ। दोस्रो गाँस पनि खाएर अत्यन्त आनन्दित भएर तेस्रो गाँस खान लाग्दै हुनुहुन्छ। त्यसै अवस्थामा देवी रुक्मिणी गएर च्याप्प हात समात्नुहुन्छ। अरे प्रभु, आफू भए जति सबै खाएर, सुदामाको दरिद्रता जति सबै आफू लिएर, भएभरको सबै पदार्थ सुदामालाई दिएर आफू चाहिँ फेरि सुदामा जस्तै बन्ने रहन्छ। हजुरलाई यो खान पाउनुहुन्न। अब हजुरले महापुरुषले ल्याएको पदार्थ हामी पनि त खानु पर्दछ, यो मलाई दिनुहोस् भनेर देवी रुक्मिणीले त्यो कनिकाको पोको तान्नु भयो, अनि कनिकाको पोको तानेर आज हामी सबैले बाँटेर खान्छौँ भनेर राख्नु भएको छ। समय व्यतीत हुँदै हुँदै गयो। एक दिन दुई दिन गर्दै गर्दै समय बित्यो। सुदामा आज रुक्मिणी देवीको सेवामा परेकी छिन्। अघि घरबाट आउँदा अत्यन्त थरथर काँप्दै अत्यन्त दुब्लो शरीर लिएर आएका सुदामा अब त हेर्दा हेर्दै अत्यन्त बलवान हुन लागि, रसिला कसिला हुन लागि। यसै अवस्थामा एक दिन दुई दिन गर्दै गर्दै एक महिना बित्यो। आज त जान्छन् कि सुदामा भन्यो, जाने कुरै गर्दैन। सुदामाजी मनमा नै सोचिरहेका छन्, मेरो घरमा गरिबी छ, कृष्णलाई केही माग्न पाए, त्यो माग्न जुन दिन आँट आउँछ त्यही दिन फर्केर जाने थिए। यही आँटको प्रतीक्षा गर्दै गर्दै बसिरहेका छन्। आज आँट आउँदैन, भोलि आँट आउँदैन, पर्सि आँट आउँदैन, कसरी माग्ने मेरो मित्रसँग, कसरी म गरिब छु भनौँ, कसरी मेरा बालबच्चाले खान पाएका छैनन् भनौँ, यो भन्ने आँट आएन सुदामालाई। जसका कारणले गर्दा आज एक महिना दुई महिना गर्दै गर्दै दिनहरू व्यतीत भए। आज भगवान श्रीकृष्ण आफै मुख छोड्दै हुनुहुन्छ, सुदामा तिमी सधैँभरि यहीँ बस्नको लागि आएको हो कि घर पनि जान्छौ? सुदामालाई सोध्नु भयो कृष्ण। आज सुदामा बताइरहेका छन्, मित्र म आज चाहिँ जान्छु नि भन्नेवाला थिएँ तिमीलाई, तर तिमीले नै पहिले बतायो, त्यस कारणले गर्दा अब चाहिँ म घर जान्छु है भन्छन्। सुदामा उठ्दछ। घर जानका निमित्त जब सुदामा उठ्दैछन्, अब त अघि कामदै कामदै आएका सुदामा आफै उठ्न सक्ने भई, लट्ठी नटेकिकन भए पनि हिँड्न सक्ने खालका भए। यस अवस्थामा भगवान कृष्णले विदाईका बेलामा आफ्नो हातमा रहेको सुन्दर माला लगाइदिनु भयो सुदामालाई। ल है मित्र, तिमी आज मबाट बिदा हुँदैछौ, राम्ररी जानु, अत्यन्त आनन्दपूर्वक जानु, अनि घरमा शुभ सन्देश मेरी भाउजीलाई सुनाइदिनु है भनेर सुदामालाई बिदा गरी कृष्णले केही दिन्छ कि कृष्णले भनेको जम्मा एउटा नालामा टार्यो। आज कृष्ण पठाइदियो। अलि पर पुगे सुदामा, अलि पर पुगेर अनि यसो कृष्णलाई रुक्मिणीतिर फर्केर फेरि हेर्दछ। अब त कृष्णले केही दिनलाई बोलाउँछ कि भनेर हेरेको, कृष्ण रुक्मिणी विदाईको हात हल्लाइरहेका छन्। भाइ भाइ सुदामा राम्ररी जाऊ है भनिरहेका छन्। सुदामा जान्छन् अगाडि अनि सोध्छन् मनमा, यो कृष्ण कति धेरै लोभी भएछ। पहिले त यस्तो लोभ गर्दैन थियो, अब नगरोस् पनि कसरी लोभ। बिचारा 16,108 वटी त बिहे गरेको रहेछ। अब यति धेरै पत्नीका साथमा विवाह गर्दा मेरी जम्मा एउटी पत्नी छिन् सुशीला, र त यो हालतमा छु, अनि 16,108 विवाह गर्ने यी कृष्णको कस्तो हालत होला
अब त केही दिला कि कृष्णले यसो पर पुगेर अनि हेर्दछन् कृष्णतिर फर्किएर। कृष्ण रुक्मिणी विदाईको हात हल्लाइरहेका छन्, जाऊ सुदामा जाऊ, राम्ररी जाऊ। सुदामा गए, केही नदिने भयो। अब मेरा साना साना बालबच्चाहरू बाबा आउनुभयो, कसैले लिएर आउनुभयो भनेर बाटैमा भरे म भएका ठाउँमा आउँदैछन्, मैले के दिने होला भनेर सोच्दै सोच्दै अगाडि बढ्दै थिएँ। यसै अवस्थामा कृष्णले आवाज लगाउनु भयो, अरे सुदामा एकछिन पख त। सुदामा अत्यन्त खुसी भए, अब त कृष्णले केही दिन्छ होला भनेर अत्यन्त प्रसन्न भए। भगवान कृष्णले रुक्मिणीलाई बताउन लाग्नु भयो, अरे रुक्मिणी जाऊ त। सुदामाले अघि घरबाट आउँदा आजभन्दा अगाडि जो आउँदा लगाएका वस्त्रहरू थिए, जो तिमीले धोएर प्रेस गरेर राखिदिएकी थियौ, त्यो लिएर आऊ त। देवी रुक्मिणीलाई कृष्णले पठाउनु भयो। भगवती रुक्मिणी जानुभयो, भगवान श्री कृष्ण सुदामा भएका ठाउँमा पुग्नुभयो अनि गएर बताइरहनु भएको छ, अरे सुदामा मैले तिमीलाई यो कपडा कहाँ सधैँलाई लानका निमित्त दिएको हो र? यहाँ बसुन्जेलसम्मको लागि पो दिएको त। तिमीले आफ्नै कपडा लगाएर जानु पर्दछ। तिमी जस्ता पाहुना मेरा घरमा कति आउँछन् लु खोल यो कपडा भनेर अघि आफूले ओढाइदिएको कपडा, लगाइदिएको वस्त्र, आभूषण जे जति थिए सबै कुरा लिएर आउनुभयो। सुदामा त झन् दुखी भयो, लु जाऊ है सुदामा, राम्ररी जाऊ, बिदा गरिदिनु भयो। सुदामा अब अगाडि बढ्दछन्। यो कृष्णले मलाई केही पनि दिएन, बरु अब यही द्वारिकामा गएर यत्र तत्र यहाँका नरनारीहरूसँग केही माग्ने छु अनि केही न केही चाहिँ लिएर जानेछु भनेर सुदामा भिक्षाटन गर्नका निमित्त यत्र तत्र हाम्रो सानिध्यतामा आइरहेका छन्। सानिध्यतामा कमण्डलु बोकेर आएका सुदामालाई यहाँका ग्रामवासी, यहाँका नरनारीहरू आफ्ना साथमा रहेका जे जस्ता भिक्षाका पदार्थहरू छन्, यी पदार्थहरू प्रदान गर्दै गर्दै पठाइरहेका छन्। हाम्रो सानिध्यतामा सुदामा भिक्षाटन गर्दै हुनुहुन्छ। यो भजनका साथमा सुदामाले भिक्षालाई प्राप्त गरिसक्नु हुनेछ। तत्पश्चात हामी अगाडिका प्रकरणमा रहनेछौँ। बालमुकुन्द भगवानको, कृष्ण कन्हैयालालको। कृष्ण कृष्ण भन्दै भवसागरमा, कृष्ण कृष्ण भन्दै यो पागलमा, कृष्ण कृष्ण भन्दै भवसागरमा, कृष्ण कृष्ण भन्दै यो पागलमा। जय जय कृष्ण जय जय कृष्ण जय जय
ब्रह्मा परम दयालु जाने रहेछु प्रभु कृपालु हे परब्रह्मा परम दयालु जाने रहेछु प्रभु कृपालु दिन दुखी छु देव दर्शन दिन दुखी छु देव दर्शन सुने पुकार मेरो हरदम सुने पुकार मेरो हरदम कृष्ण कृष्ण भन्दै भवसागरमा